हेलो गाइज, ल आज चाहिँ हामी यता यो सोकुमसान जान लाग्छौँ। हामी 4 जना अब साथीभाइहरूलाई लिएर म आएको छु। गाडी आइरहेको छ। केबल कार मार्फत गयो भने हुन्छ। यो हिँडेर जाने बाटो छ कि छैन हामी त्यही छ। म एकजनालाई सोध्छु है, एकजनालाई सोध्छु म। रमाइलो रहेछ ल। रमाइलो ठाउँ रहेछ यो। मान्छेहरू यहाँ म्याक्सिमम् आउँदो रहेछ नि घुम्नलाई। मान्छेहरू घुम्न आउने ठाउँ रहेछ स्पेसलै। ल साथीहरू तपाईँहरू पनि यो हाम्रो खाङन्दोको हो दादा। यो खाङन्दो नजिकै रहेको यो सोकुमसान, यो चाहिँ एकदम राम्रो रमाइलो ठाउँ रहेछ। साथीहरू तपाईँहरू पनि आउनु होला है त। यहाँ यो केबल कार चढेर गए पनि हुन्छ होइन, हिँडेर जान पनि सकिँदछ। पानी खाने हो कि यो चाहिँ यहाँ पनि यस्तै यो स्ट्रिट फुड है। यिनीहरू चाहिँ स्ट्रिट फुड एकदम रेडी गरेर बेच्ने चलन रहेछ है। हाम्रो यहाँ फेमस युट्युबर हुनुहुन्छ हाम्रो थेवा सर है। स्वागत छ है तपाईँलाई मेरो भिडियोमा है। ल हाम्रो 4 जनाको जम्बो टिम आज यता माथिबाट हो साथीहरू। हाम्रो चाहिँ यो सोकुमसानको फेदबाट हाम्रो यात्रा सुरु भयो है त। हाम्रो अगाडि हुन्छ हाम्रो दादा सर, राजु दाई, त्यसपछि हाम्रो थेवा सर, हाम्रो 4 जना। हजुर झोलो के हो यो? के नि भनेन त दियो के अरे। सङ्कटकालमा यहाँ आन्दोलन चर्कै छ। ल साथीहरू तपाईँहरू पनि समय हुँदाखेरि यसो है उकालो ओह्रालो भिर पाखा गर्नु होला, स्वास्थ्यको लागि राम्रो। हाम्रो चाहिँ अब 10 दिनको छुट्टीलाई हामीले यो तेस्रो दिनलाई चाहिँ हामीले एउटा यो यात्राको रूपमा लिएको छौँ होइन दादा। भरे कन्सर्टमा हाम्रो फुलसिङे रानी त हुनेवालै छ होइन। सुजन चापागाईको ल यस्ता यस्ता अभियानहरू हामीले चलाइराखेकै हुन्छौँ। साथीहरू हेर्नु होला है त। ल ओके, कलकत्तामा चाहिँ आइसकेको छौँ होइन। अब यहाँ चाहिँ यहाँबाट नि उता पारी बाटोमा पुल भएको चाहिँ म तपाईँहरूलाई त्यहाँ पुगेपछि देखाउँछु होइन। राम्रो छ यहाँ एकदम कायदा। टपमा आएर चाहिँ इनर्जी यो इनर्जी खासी यस्ता डाँडा त कति चढिन्छ क्या। रात यो ककटेलमा हो। ल बन्जीसम्म हाल्ने हेरौँ है साथीहरू। यो डाँडाको टपमा छ है यो पुल। यो झ्यास्सा हेर्दाखेरि यो कुस्माको पुल जस्तो पनि देखिन्छ है, तर यो कुस्माको चाहिँ होइन है साथीहरू। ल अब म तपाईँहरूलाई आज यहाँबाट सलक्कै यो डाँडा हुँदै यो एरिया सब घुमेको चाहिँ म तपाईँहरूलाई देखाइदिन्छु है त। ल यस्तो छ है। यहाँ तल अर्को यो ओपेरा गाउँ छ है। यहाँ यो गाउँको नाम ओपेरा हो। यो ओपेरा गाउँ देखा ओ यहाँ रमाइलो हुन्छ। जाने पनि खोज्यो सर राजु दाइ। ल हेलो साथीहरू, ल म अब चाहिँ यहाँ यो टप अहिलेसम्म हामी हिँड्नलाई टार्गेट राखेको ठाउँमा आइपुगेको छ होइन। यो भिरको बाटो हेरेर चाहिँ सर उता पुगेर यो पुल हुँदै उता बाहिर निस्किने हाम्रो प्लान हो। हामी आउँदाखेरि चाहिँ यताको बाटो आएको थियो, अर्को पुल छेकियो दादा यार। यो जङ्गलको बाटो हुँदै हुँदै लक्कै यसरी आइसकेको छौँ।
ल साथीहरु यसरी बनाउनु पर्यो है फोटो भिडियो भने चाहिँ एकदम क्वालिटी यस्तो चलनचुर दिपको माथि कसरी बनाएको भन्ने विषयमा म अध्ययन गरिरहेको साथीहरु हाम्रो पनि यस्तै नाना भएको कारणले गर्दा कसरी बनाउन सकिन्छ भन्नेमा चाहिँ मेरो विशेष ध्यान गर्नु छ ओए ल एकदम डर लाग्दो छ है सिन चाहिँ राज दाइ ए अगाडि हो ओए ल हेलो साथीहरु ल अब चाहिँ हामी आज वहाँबाट पारीदेखि हिँड्दै हिँड्दै यो टपमा आइपुगेको छौँ है त ल यहीँसम्मको थियो हाम्रो यात्रा अब यहाँबाट चाहिँ तल झर्ने हो है त यो टपमा आइपुगेपछि यहाँ चाहिँ अवश्य हल्का फोटो भिडियो बनाउने त्यसपछि झरिहाल्ने है त ल यो पानी परेपछि हाम्रो राजदाइ चाहिँ अगाडि आइसक्नु भएको छ हेलो ल यहाँबाट तल देख्न सक्नुहुन्छ तपाईँहरू मौसम अलिक चिसो चिसो हुँदै गइरहेको छ अब यहाँ हाम्रो राजदाइ स्यामदाइको सर घुम्दै हुनुहुन्छ हो त माथिबाट आएको है त हामी यहाँ चाहिँ बाटो हिँड्दै हाम्रो थेवा सरले पारीको भिडियो खिच्दै हुनुहुन्छ र म पनि यहाँ हाम्रो साथीहरूको यसो भिडियो खिच्दैछु ब्याकग्राउन्डबाट है अब फोटो भिडियो सेसन चलिरहेको छ यो हेरेर हामी अब बिस्तारै यहाँबाट चाहिँ तल झर्छौँ पानी आयो पानी पारी यस्तो डाँडाहरू छ है अब हामी यो तल्लो पुल तरेर पारी गएपछि आजको हाम्रो यात्रा सकियो ल तपाईँ देख्नुहुन्छ हामी उता पारीबाट आएको हो त्यो पारीको निलो पुल हुँदै यो भित्ता हिँड्दै आयो ल हिँड्दै हेर्न सक्नुहुन्छ आई लभ वन्जु लेखेको छ है त त्यही हो आजको लागि हाम्रो थेवा सरले फोटो खिच्दै हुनुहुन्छ फोटो भिडियो सेसन चलिरहेको छ है त मान्छेहरू आउँदैछन् पारीबाट पनि यही नै हो है त ल यहाँ फुलमा फोटो खिच्ने विशेष भनेको यति नै हो लगभग यसको टपबाट हामी झरेको ल ट्रेन कुदेको नि हेर्न सक्नुहुन्छ यहाँबाट आएर निस्केर गयो उता ल सकियो है त यो पुल कटेर गएपछि अब हामी यहाँबाट तल झरेर हिँड्दै तल अघि आएको स्थानमा पुग्छौँ त्यसपछि हाम्रो यात्रा सकियो आजको लागि ल यो पुलमा पनि भिडभाडै छ है मान्छेहरू आवजावत बाक्लै चलिरहेको छ हाम्रो साथीहरू यहाँ आफै फोटो भिडियो गर्दै हिँडिरहनु